Hello guys, welcome back to my new video and let's start the new video. I hope you guys are fine here and I'm also good here. So मसँग चाहिँ त्यस्तो स्पेशल कन्टेन्टहरु चाहिँ भिडियोको लागि केही पनि छैन, जस्ट र्यान्डमली मैले खिचिरहेको हुन्छु जे हुन्छ त्यही हैन. सो किनभने म नयाँ पनि छु, मलाई खासै आइडियाहरु पनि त्यति साह्रो छैन है. म प्र्याक्टिस लाइक अब सिक्दै छु भनौं न. आई होप चाँडै दामी कन्टेन्टहरु चाहिँ मैले लिएर आउन सकौं. र स्पेशली आज चाहिँ दुःखको कुरा के छ भन्दाखेरि हाम्रो एकदमै फेमस भ्लगर सिस्टर बेबो सिस्टरको बजु चाहिँ यस संसारमा हुनुहुन्न. सो इट्स हार्ड टु से कि रेस्ट इन हेभन भन्न चाहन्छु र बेबो सिस्टरलाई पनि एकदम भगवानले धैर्य धारणा गर्ने क्षमताहरू प्रदान गरून्. यो एकदम दुःखदको घडीमा उहाँको परिवारहरू सबैप्रति एकदम हार्दिक समवेदना व्यक्त गर्दछौँ. त्यही अब लाइफ इज भनिन्छ अनप्रेडिक्टेबल. लाइफको बारेमा हाम्रो जिन्दगी लाइक जीवनमा कति समय छ भने हामीले त्यो अन्दाजै गर्न सकिँदैन. ढिलो चाँडो एक दिन सबैले यस संसारबाट बिदा त हुनु नै छ. त्यही पनि एउटा दुःखको घडी हो. उहाँ र उहाँको परिवारप्रति एकदम हार्दिक समवेदना प्रकट गर्दछु. उहाँको भिडियोहरू हेरिरहँदाखेरि एउटा घरको पिल्लर नै उहाँ हो कि जस्तो मलाई लाग्छ. केही समय अगाडि उहाँको बोजूको खुट्टाको अपरेसन भएको थियो. अब एक हिसाबले उहाँ पाएको पनि हुनुहुन्थ्यो होला र अथवा कुनै रोगले उहाँलाई रोगको कारणले उहाँ आज त्यस्तो हुनुभयो. त्यही हो अब उहाँलाई अब उहाँको स्वर्गमा बास होस्, वैकुण्ठमा बास होस्, त्यही भन्न चाहन्छु. अनि सबैले उहाँ सिस्टरलाई चाहिँ एकदम प्रे गरिदिनु होला. उहाँको परिवारलाई के यो समयमा स्ट्रङ हुन सकोस्, परिवार फ्यामिलीको सबैहरूलाई सम्हाल्न सकोस्.